ल है लुगाहरू आज चाहिँ हामी यो वर्षको अन्तिम चासो कङ्नाममा चाहिँ हिँडिसकेका छौँ। किसान वर्ष यो वर्ष नि हाम्रो प्रस्थान चाहिँ यता मेरो भाइ यहाँ हाम्रो बस चाहिँ तयार भइसकेको छ। ल है चासो कङ्नामको धेरै धेरै शुभकामना अन्तिम शुभकामना दिनलाई चाहिँ हामी मोक्सोतिर प्रस्थान गर्दैछौँ। हेलो 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 चेक चेक सेवार है सबैजनालाई। अनि कुन कुन गीत चाहिँ सुन्न चाहनुहुन्छ हाम्रो लुगाहरूज्यूहरू? 2025 मनाउनका लागि भनेर त्यहाँ जाँदैछौँ। भव्य रमाइलो गर्नुपर्छ है त। ल अब यहाँ हाम्रो मोहन लुगाले गीत बजाउनुहुन्छ, नाच्दै नाच्दै जाने है। एकदम एकदम बिन्दास यो साल पनि आइपुग्यो साथीहरू होइन। कस्तो भइरहेछ त? सधैँ लगाउने हो उनीहरू छैनन्। ल है त नाच्नुपर्छ अर्को भइहाल्यो त। हो र ए साथी हुनुहुन्न थियो यार। सेवारो सेवारो ल है मुरी मुरी धन्यवाद तपाईँहरूले यसरी स्वागत गरिदिनु भयो। हिन्दूहरूको चाहिँ यो शौचालय जाने होइन पहिला यतातिर होला यो संस्कार परम्परालाई चाहिँ मान्नुपर्छ। पाहुनाहरूलाई चाहिँ यस्तो भन्छ साथी योपल्ट चाहिँ राम्रो रहेछ डेकोरेसन। अस्ति नअटेर भएको थियो सबै रोटैभरि छेलमेल नाचिदिने हो। राम्रो यो त वर्षमा एकचोटि मात्रै खिच्न पाइन्छ। लाइन लाग्नै पऱ्यो नि, हाम्रो त यो सिस्टमै हो नि त। चासो कङ्नामको हाम्रो छलादोको चाहिँ टोकको माथि डेकोरेसन यस्तो छ खानको लागि। योपल्ट चाहिँ राम्रो डेकोरेसन रहेछ। बस्दाले पनि तरिकाले यहाँ बसेर खान पाइयो। नाच गर्नलाई चाहिँ बाहिरतिर गएर मजाले नाच्नु पाइयो। त्यो बित्तिकै पाहुनालाई चाहिँ संस्कार भन्नुपर्छ खाजातिर प्रस्थान गराइसक्नु भएको छ। टाढाबाट आउने पाहुनाहरूलाई चाहिँ यसरी सम्मानका साथ खाजा। हजुर हजुर ए मैले उतै लिनुपर्ने भयो ल। एकदम हाम्रो पुरै साधु पारामा नि अहिले स्टार्टिङ चाहिँ यस्तो भएर चाहिँ तोङ्बासँग हुन्छ है हाम्रो। टोली चाहिँ आइसक्नु भएको छ। यता हुनुहुन्छ हाम्रो तलादोका कुचुङका नाच टोली च्यापुङ नाचसँगै यहाँ चाहिँ स्वागत गर्दै हुनुहुन्छ हाम्रो यादोखाको टोलीलाई। च्यापुङ मार्फत चाहिँ स्वागत गर्दै हुनुहुन्छ हाम्रो
साधुका एकदम वरिष्ठ उपन्यास टोलीले एकदम भव्यका साथ स्वागत गराइदिन्छ। स्टेज त सुनसान छ त सबैजनाले घुमेर मजा भव्यको साथ चासो अन्तिम साउथ कोरियाको अन्तिम यो महान चाड दशककालमा घुम्दै घुम्दै बाटो बिराउँदै आउँदै गर्दा घरि त बाटोको जाम गयो, घरि त साथीहरूको भेटिएन। बिस्तारै बिस्तारै भेला हुँदै गर्दा आउँदै फिर्दा कोही कता पुगे झुकिन्छ, कोही कता पुगे भेटिन्छ। सबैलाई भेला पारेर आउँदै आउँदा यो बेला भयो। अब हजुरहरू अघि नै भेला भएर धेरै कुराहरू हामीले यहाँ शासकको परिकारहरू खाएर जाउँ। एकदम जोरदारका साथ हामी खाएर तन्दुरुस्त भएर नाच्नमा चाहिँ याङबेन खाँदा कस्तो भइरहेछ त साह्रै लजाउने लिम्बूहरू यहाँ ल आख्लो याङबेन
जाट पनि देखौँ न जाट गाबी जाओ सिक्ला गचाङ मान ल राथाङ कस्तो छ आयुष टेस्ट एकदम हो अर्ग्यानिक याङबेलमा मासु याङबेन पनि टेस्ट गर्नु एक्चुअली ढाका टोपी चट्ट लाएर कानमा कुण्डल पर्दैन जस्तो लाग्यो यसको नाम के हो यसको हो शनिबार खानुपर्ने ल 10 वर्षदेखिको